हेलो दाइ नमस्ते। नमस्ते नमस्ते। होइन तपाईँ माइती घरमा किन आउनुभयो? कि बेरोजगारी भएर आउनुभयो कि काम नपाएर आउनुभयो? म बेरोजगारी भएर पनि होइन, काम नपाएर पनि होइन। किन आउनुभयो त यहाँनिर? यो देश र जनताका लागि हो। देशका र जनताका लागि हामी म मात्रै होइन कि हजारौँ युवाहरू सडकमा उठिनुपर्छ भन्ने मलाई लागिरहेछ। हजारौँ युवाहरू किन सडकमा आउनु पर्यो? के कारणले आउनु पर्यो भन्नु? यो महँगी बढिरहेछ, हजुरलाई थाहै छ। यो महँगीले लगभग टाउका हानिसक्यो। महँगी भन्नाले केमा महँगी बढ्यो? महँगी अब सामान्य केला महँगीमा छ, पानी महँगीमा छ, तेल महँगीमा छ। अनि यो त अन्तर्राष्ट्रिय स्तरमा तेलको भाउ वृद्धि भएर महँगो भयो होला नि त? होइन होइन, यो अन्तर्राष्ट्रिय स्तरमा होइन, यो भनेको नेपाली स्तरमा भाउ। इन्डियामा तेलको भाउ कति छ हेर्नुहोस् र नेपालमा भाउ कति छ। 69 रुपियाँ नेपाल सरकारले त्यो पेट्रोलियम पदार्थले चाहिँ 1 लिटरको 69 रुपियाँ फाइदा लियो। अनि यो त तपाईँको अमेरिका र इरानको युद्ध भएको कारणले महँगो भएको हो भन्छन् नि त? होइन होइन, यो भनेको गलत भरम। यो भनेको यो हामी जनतालाई चाहिँ भरममा फालेर सोझा साझालाई चाहिँ झुट बोलेर हामीले चाहिँ कसरी यो टाइममा चाहिँ हामीले पैसा लुटौँ, योभन्दा पछि हामी जित्न सक्दैनौँ। हामीलाई जनताले पत्याइसक्यो। हामी अब यति बेला हामीले गरेनौँ भनेपछि हामीसँग सुन भएन, गहना भएन, पैसा भएन भने हामी भोलि ठाडा उठ्दैनौँ भनेर। अनि यत्रो देशभरि महँगो हुँदाखेरि कोही सडकमा आएन, तपाईँ एक्लै किन आउनुभयो यहाँनिर? होइन, म राष्ट्रका लागि भोलि म यो रोडमा मरे पनि मलाई केही टेन्सन छैन। तर मेरो छोराले के बनोस् भन्दाखेरि भोलि मेरो बाउले चाहिँ सारा जनताका लागि बोलेर मर्यो है भनेर भोलि मेरो छोरालाई चाहिँ गर्व होस्। त्यो कारणले चाहिँ म यो रोडमा आयो। योलाई राम्रो काम गर्छ भने हामी यसलाई हाई पनि गर्छौँ, हामी समर्थन पनि गर्छौँ। नराम्रो गऱ्यो भने हामी यसलाई विरोध पनि गर्छौँ। तपाईँ भन्नुहुन्छ नेपालमा तेलको भाउ वृद्धि भयो, महँगो भयो, यो कारणले गर्दाखेरि धेरैले गाह्रो भयो भन्नुहुन्छ। हजुर। तर नेपाली जनताहरू त यो कुरामा खुसी भएको छ नि त? नेपाल सरकारले राम्रो काम गर्यो भन्छ नि त? नै बालेन शाहले राम्रो काम गर्यो भनेको 100 दिनमा 100 काम भनेको कुनै काम पनि छैन। यो जनतालाई झुट बोल्ने हो होइन। यसरी नै यिनीहरूले चलायो। योभन्दा पछि यसरी नै बहुमतको सरकार बनाएर देखाओस्, त्यसपछि म बालेन शाहलाई म ढोक्छु। ल अब बहुमतको सरकार आयो त, जनताले विश्वास गरेर भोट हालेर पठाए। आलजुल गरेर यो बनाएको सरकार हो, टालटुल गरेर बनाएको। त्यस्तो होइन नि, अब भोट हालेर 2/3 बहुमत लिएर आएको छ नि त सरकारले। यो बहुमत ल्यायो हो, तर के हो भन्दाखेरि यो जेनजी आन्दोलन भयो। अब हामीले चाहिँ पुरानालाई फालेर नयाँलाई चाहिँ ल्याउनु पर्छ होइन। हामीले चाहिँ अब राम्रो गर्छ भनेर यिनीहरूले एकचोटि सबैकन हेऱ्यौँ। यो सरकारलाई पनि हेरिदिउँ न त भनेर चाहिँ जनताले भोट हाले। तर जनतालाई चाहिँ आज पागल बनाएको छ। आज 100 रुपियाँभन्दा बढी ल्यायो भने भन्सार गरेको छ। जनता कहाँ गएर बाँच्ने? अब बालेन सरकारले जतिसुकै महँगो बनाए पनि नेपाली जनताले किनेर खान सक्ने क्षमता भएका छन् भनेर भन्छ नि त? नै त्यो क्षमता कसैको छैन। यहाँ छन् भनेका यहाँ नेताहरूको हिजोदेखि गरेर आएका होइन, जुन धनीहरू छन् उनीहरूले गरेर खान सक्छन्। हामी जस्ता जनताले गरेर खान काठमाडौँमा बस्न र छोराछोरी पढाउन हामी जस्ता जनता, सर्वसाधारण जनताले सक्दैन, कहिले पनि सक्दैन यो कुरा। यस्तो महँगीमा उनीहरूलाई त कि मर्न र कि बाँच्नको दोधारमा पुर्याएको छ यो सरकारले। यसलाई चाहिँ चाँडै नियन्त्रण गरोस् भन्ने मेरो आग्रह छ। र अन्त्यमा नेपाल सरकारले जुन सम्पत्ति शुद्धिकरण गर्यो, सम्पत्ति शुद्धिकरण गर्दाखेरि 80-90 तोला सुन भेट्यो, यो कुरामा तपाईँ के भन्न चाहनुहुन्छ? होइन, यिनीहरूले कस्तो भन्दाखेरि यिनीहरूको कुनै पुर्ख्यौली सम्पत्ति पनि छैन। यिनीहरूले यो 3 महिना सरकारमा चाहिँ यिनीहरूले कमाएको पैसा हो। उनीहरूले केही पनि गरेन त्यो टाइममा। 6 महिने सरकारले केही पनि गरे। त्यो टाइममा चाहिँ हामी बनाऊ र अब कसरी जनता होइन, उनीहरू त भन्छन् त हामीले 500 रुपियाँ तोला सुन हुँदाखेरि किनेको भनेर भन्छन् त। उनीहरू त्यति बेला जन्मिया थिए। 500 रुपियाँ तोला हुँदाखेरि उनीहरू जन्मिएका थिए। ल भन्नुहोस् को जन्मिए? त्यसै भन्छन् त उनीहरू। उनीहरूका बाउ पनि जन्मिए थिएन 500 को हुँदाखेरि। कसरी आए? यो हावा गफ हो। यो जनताले भरम छडेका छन्। जनताले बुझ्न जरुरी छ। यो पटक जनताले यो सरकारलाई यही टाइममा टेक्ने हो भने हामीले सर्वसाधारण जनताले यो 6 महिना बाँच्न काठमाडौँमा गाह्रो छ। अरू ठाउँमा सरकारले के गर्छ भन्दाखेरि जुनसुकै ठाउँमा सरकारले जग्गा दिन्छ, घर दिन्छ, त्यसमा कर काटेर होइन, जागिर दिन्छ कर काटेर अरू देशमा गर्छ भने नेपालमा के छ भन्दाखेरि त्यही भएकोलाई पनि कसरी पठाइदिने र बेचिदिने र यसलाई कसरी अझ सरकारको नाममा गरेर अझ त्यसलाई चाहिँ हामीले कसरी आफ्नो बनाउने भन्ने पक्ष मात्रै छ। यिनीहरूको केही छैन। अन्त्यमा तपाईँले प्रश्न गर्न चाहन्छु। हजुर। अन्त्यमा तपाईँको अहिले पेट्रोलको भाउ 240 रुपियाँ छ, भोलि 280 भयो भने तपाईँ के गर्नुहुन्छ? 280 होइन, यो 280 भन्दा उनले 270 पनि बनाउन सक्छन्। हेर्नुहोस्, जनताले भरम छाडेर। होइन, यति फेरि महँगो भयो भने तपाईँ के गर्नुहुन्छ? होइन, यो ठिक छ, विश्व बजारमा मूल्य छ, त्यसलाई हामीले कति % कटौती काटेर भन्सार काटेर होइन, त्यसको हामीलाई नेपालमा कतिमा आयात हुन्छ भने त्यो हिसाबले आयो भनेपछि
नेपाल देशमा हामी त्यसको लागि हामी सबै जनता ल ठिक छ है राम्रो काम गर्यो भन्ने छौँ। होइन भने यो अरूलाई पनि हामीले अरू देशलाई पनि हेरेर नेपालमा मात्रै महँगी भएको छ, यो महँगी गर्छ भनेपछि हामी उसलाई सधैँ प्रतिकार गर्नेछौँ। हिजो अब सरकारमा हुँदाखेरि उनीहरू रोडमा हुँदाखेरि हामी सुकुनवासीका काम गर्छौँ, अरूका काम गर्छौँ। हिजो खगेन्द्रले भने, रविले भने, बालनले भने उनले जित्नका लागि हो, उनीहरूले देश बनाउनका लागि चाहिँ सर्वसाधारण जनताले यो पटक चाहिँ राम्रो गरी बुझ्नुपर्ने धेरै आवश्यक देखिन्छ। मलाई त्यही लागिरहेछ, बुझ्नु पनि पर्छ है, यो टाइममा नबुझे कहिले पनि। हस्, धन्यवाद। नमस्ते।